ड्रेस रहेछ। त्यही भएर मानिसको जीवनमा त्यो मान्छे सफल हुन्छ रे जसले यो ड्रेसको इज्जत गर्छ रे। हात जोडिराखौँ छ रे। मानिसको जीवनमा त दुःख आउँछ रे सुख आउँछ रे थाहा हुँदैन रे। त्यही भएर मानिसको जीवनमा कहिल्यै पनि दुःख आइराख्दैन रे। त्यही भएर मान्छेको जीवनमा छोरी यो ड्रेस कति सुन्दर छ। जो मानिसले यो ड्रेसमा आमालाई झल्किएको देख्छ रे, बाबालाई झल्किएको देख्छ रे, जसले यो ड्रेसमा आमा बुवाको मुहार हेरेर गलत बाटोमा लाग्यो भन्दा पहिला घरमा जाने हो। घरमा गएर सबैभन्दा पहिला आमाको हात हेर्ने हो अनि आमाको हातमा सबैभन्दा पहिला घरमा गएर दर्शन गर्ने हो भन्ने हो। आमा आज मैले स्कुलमा सिकेँ, आमा मेरो पहिलो भगवान तपाईँ रहेछ जसले मलाई यो धरती देखायो। आमा यो बाबाले किनिदिएको ड्रेस, यो बाबाले किनिदिएको ड्रेस जब म गलत बाटोमा लाग्छु आमा यसमा तपाईँलाई झल्किएको देख्नु पर्दो रहेछ आमा भनेर आज यसरी आमालाई छुप्नै घरमा गएर त्यसपछि हेर्नु होला छोरी आमाको आँखामा आँखा रसाउँछ अनि भन्छ साँच्चै मेरो छोरीले आज छत्रेश्वरी